आज चाहिँ पानी परेर यस्तो भयो गाइसहरू अब के हुन्छ थाहा छैन म चाहिँ आज काठमाडौँ आएको अनि गाइसहरू यताको भ्यू हेर्न सक्नुहुनेछ क्या बबाल छ अनि हेर्न सक्नुहुनेछ यो चाहिँ पानी परिरहेको छ कस्तो छ हेर्न सक्नु हेलो नमस्ते गाइस वेलकम टु माई ब्लग फेरि पनि उपस्थिति भइसकेको छ हजुरहरूको मास पानी आज चाहिँ म काठमाडौँमा छु गाइसहरू टक्क लाएर होइन टक्क अनि न्यू डे न्यू भ्लग फेरि पनि उपस्थिति भइसकेको छ हजुरहरूको मासमा गाइसहरू है यहाँको भ्यू चाहिँ एकदम बवाल छ होइन भ्यू हेर्नलाई तपाईँहरू एकदम आतुर हेर्नुहुन्छ भने चाहिँ होइन अनि टक्क लाएर लाइक सब्सक्राइब गरिदिनु होला च्यानल नयाँ हुनुहुन्छ भने पुरानो हुन्छ भने कमेन्ट गरिदिनु होला त्यही नै हो गाइसहरू आज चाहिँ यस्तो बवाल भ्यू छ आज चाहिँ गाइसहरू अघि दिउँसोतिर आएको होइन अनि त्यहाँनिर चाहिँ एउटा उस छ क्या त्रिशुल छ क्या हेर्नु न अलि देखिँदैन होइन त्रिशुल छ होइन बबाल छ बादल चाहिँ कालो भइरहेको छ पानी पर्छ जस्तो छ लाएर तपाईँहरूलाई भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला प्लिज गाइस सपोर्टको एकदम जरुरत छ सपोर्ट गर्नुहोस् होइन त्यही नै हो गाइसहरू टक्क काठमाडौँ आज भर्खर आएको अनि भोलि चाहिँ घर जाँदाखेरि पनि म भ्लग बनाउनेवाला छु किनकि भोलि नि भ्लग हाल्ने दिनै हो नि त त्यही भएर म भ्लग हाल्ने छु अनि तपाईँहरूले हेर्नुहोला माया दिनुहोला साथ दिनुहोला गाइजहरू अनि यतातिर चाहिँ जङ्गल छ है अनि यता पनि अलिअलि बस्ती छ अनि यता चाहिँ झन् भन्नै पर्दैन तर बबाल छ है केटाहरू गाइजहरू अहिले एकछिनमा फेरि पनि उपस्थिति भइसकेको छ हजुरहरूको माझमा अनि तपाईँहरूको माझमा फेरि पनि आइसकेको छु अनि तपाईँहरूलाई चाहिँ बाहिरको भ्यू के कस्तो लाग्यो त्यो कमेन्ट बक्समा भन्दैन हल्का अनुहार हल्का बिग्रेको आइरह होला किनकि घरभित्र चाहिँ उहाँ चाहिँ होइन त्यही नै हो अनि म चाहिँ सानीको घर आएको होइन सानीको घर आएको अनि त्यही नै हो गाइसहरू आउँदाखेरिको भिडियो बनाउन पाएन अब जाँदाखेरिको म भिडियो बनाउने नै छु होइन त्यही नै हो आउँदाखेरि चाहिँ उभिएर आउनु पऱ्यो अनि के गरी भिडियो बनाउनु गाइसहरू होइन त्यही नै हो तपाईँहरूलाई मेरो भिडियो मन पर्छ भने चाहिँ सपोर्ट देखाउनु गाइज सपोर्ट देखाउनुहोस् सपोर्ट प्लिज गाइज होइन त्यही नै हो अनि तपाईँहरूलाई चाहिँ अहिलेको अवस्थामा चाहिँ गाइजहरू एकदम मलाई भ्लग बनाउनु चाहिँ एकदम मजा आइरहेको छ किनकि म भ्लग पनि बनाइरहेको छु अब गाइजहरू मेरो इक्जाम आउन लागिसकेको छ फर्स्ट टर्मको अब 2-4 दिन चाहिँ भ्लग आउँदैन होला भोलि एक दिन आउँछ अनि 24 गतेदेखि मेरो भ्लग छ अनि भ्लग इक्जाम छ होइन अनि अब 24 गते चाहिँ बाबा पनि विदेश जानुहुन्छ त्यही नै हो गाइजहरू तपाईँहरूलाई के कस्तो लाग्छ अनि 24 गतेदेखि विदेशमा जानुहुन्छ विदेशमा गयो भने हामीसित गुगल आइडी दुईवटा छ नो कम्प्रोमाइज गाइजहरू अनि आज चाहिँ म एउटा कुरा भन्न गइरहेको छु अनि गाइजहरू मेरो चाहिँ माइक छ होइन माइक चाहिँ किन नचलाएको भन्दाखेरि डाटा केबल छैन क्या मसित डाटा केबल छैन होइन त्यो डाटा केबल जोइन गर्नुपर्छ होइन अनि आवश्यक माइक चाहिँ त भाइ गाइस यो चाहिँ माइक है मलाई कसले दिएको भन्दाखेरि चाहिँ यो चाहिँ मलाई भिनाजुले दिनुभएको हो भिनाजुको फोटो यहाँनिर राखिदिन्छु होइन भिनाजुले दिनुभएको हो भिनाजुको पनि फेसबुक आइडी छ पहिला चाहिँ भ्लग पनि बनाउनुहुन्थ्यो अनि अहिले चाहिँ भिनाजुको फेसबुक आइडी छ रोशन लक्काई भन्ने छ त्यो गएर हेरिदिनु होला फलो गरिदिनु होला माइक चाहिँ टक्क लाएर ल अहिले एकछिनमा भेटौँला बाहिर पानी पर्ला जस्तो भइरहेको छ बाहिर चाहिँ यस्तो छ पानी पर्ला जस्तो भइरहेको छ बलुम त्यही नै हो गाइजहरू अहिले एकछिनमा भेटौँला है त पानी पर्यो गाइस पानी पर्न लाग्यो सुसायो पानी पर्यो मलाई चाहिँ गाइजहरू खतरा सुसाएर आइरहेछ पानी चाहिँ हजुर माइक त्यो डाटा केबल चाहिन्छ क्या खतरै पानी पर्छ के साइकल ले चाहिए साइकल चल सकती
चढ्दिनँ यस्तो बच्चा हेलो हेलो मैं ल भित्र बस्नु टक्क लगाएर हेर्न सक्नुहुनेछ यस्तो पानी पऱ्यो यस्तो यस्तो आम्बो बगो बरु हाम्रो घरतिर पानी पर्दैन यहाँ काठमाडौँमा कति परेको हो भिडियो यति नै थ्याङ्क्स फर वाचिङ दिस भिडियो नट फर लाइक एन्ड सब्सक्राइब बेल आइकन नोटिफिकेसन अन यति भन्दा आजको भिडियो इन्डोन साइन्स हस्पिटल नेपाल बाई बाई गाइस कति जानु लखर लखर दाइको ससुरा